अहिले रिसेन्टली तपाईहरुले एउटा भिडियो त हेर्नु भएकै छ होला जुन चाहिँ एकदमै भाइरल भएको थियो एउटा पेंगुइनको बारेमा र यो भिडियो यति साह्रो फेमस र भाइरल किन छ अब म भन्ने छु। बेसिकली यो एउटा क्लिप हो जुन चाहिँ 2000 सालमा खिचिएको थियो एउटा डकुमेन्ट्रीमा। त्यो डकुमेन्ट्रीको नाम थियो इन्काउन्टर्स एट द एन्ड अफ द वर्ल्ड र यो डकुमेन्ट्री बनाएको थियो वर्नर हर्जगले र उसले नै यो डकुमेन्ट्रीलाई न्यारेट गरेको थियो र त्यसले गर्दा नै यो पेंगुइनको भिडियोलाई यति राम्रो न्यारेसन मिलेको थियो। र यो भिडियोमा बेसिकली एउटा कलोनी हुन्छ पेंगुइनको जुन चाहिँ पानीमा गइरहेको आफ्नो घरतिर फर्किरहेको हुन्छ। तर एउटा यस्तो पेंगुइन हुन्छ जुन चाहिँ त्यहाँनिर रोकिन्छ र रोकिएपछि न त ऊ फिडिङ ग्राउन्डमा जान्छ न त उसको घरमा जान्छ। त्यो पेंगुइन चाहिँ उल्टो फर्किन्छ र एकदमै सिधा पहाडपट्टि जान्छ र तपाईहरुलाई थाहा छ त्यो पहाड यहाँबाट कतिको टाढा थियो भनेर 70 देखि 80 किलोमिटरसम्म टाढा थियो। तर त्यो पेंगुइन चाहिँ अचानक किन त्यो पहाडतिर जान्छ यो प्रश्नको उत्तर दुनियाँमा कसैलाई पनि थाहा छैन, सिर्फ त्यो पेंगुइनलाई मात्र थाहा छ। र एक्ज्याक्टली यही कारणले गर्दा पुरै इन्टरनेट यो पेंगुइनलाई रिलेट गर्दछन्। डेभिड एङ्ग्लीले भन्ने गर्छन् कि कहिलेकाहीँ पेंगुइन डिसओरिएन्ट गर्ने गर्छन् र आफ्नो कोलोनीबाट अलग हुन खोज्छन् विदाउट एनी रिजन्स। तर पुरै इन्टरनेट कुनै अर्कै चिजलाई बिलिभ गर्छन्। कतिपय मान्छेले भन्छ कि यो पेंगुइन डिप्रेस छ भनेर र इभन युट्युबमा एउटा भिडियो छ उसको टाइटल नै पेंगुइन डिप्रेस छ भनेर जुनमा चाहिँ 8 मिलियन भन्दा पनि धेरै भ्युज छ। तर जुन चिजमा पुरै इन्टरनेटले विश्वास गरिरहेको छन् जुन चाहिँ यो हो कि एउटा एक्लो पेंगुइनले एउटा मान्छे जस्तै पिछाडी फर्किन्छ र त्यो झुन्ड भन्दा एकदमै टाढो जान्छ किनकि जसले त्यो झुन्डलाई फलो गर्छ उनीहरू झुन्डमै मात्र सीमित रहन्छ। तर एउटा पेंगुइनले हामीलाई सिकाउँछ मान्छेहरूलाई क्राउडबाट एकदमै टाढा रहेर आफूले आफूलाई खोज्न सकोस् भनेर। यसलाई यो मिनिङ भन्दा पनि अरु धेरै मिनिङमा यसलाई राख्न सकिन्छ। तर तपाईहरु के सोच्नुहुन्छ कि यो पेंगुइन पिछाडी फर्केर त्यति टाढो पहाडमा किन गयो भनेर? कमेन्ट्समा भन्नु होला तपाईको सोच यो प्रति के छ र मलाई फलो पनि गर्नु नबिर्सिनु होला र यो भिडियोलाई लाइक पनि गर्नु नबिर्सिनु होला।